फोटो खिचिदिनु भनेर बसेको त भिडियो बनाइराख्नु भएको रहेछ। आज चाहिँ हामी डोडेश्वर मन्दिर दर्शन गर्न गएको। मेरो बाबुलाई चाहिँ आफ्नो सामानहरू सबै आफै हालेर चाहिँ ब्याग बोकेर हिँड्न चाहिँ एकदम मनपर्छ। नानी चाहिँ त्यस्तो थिएन, मेरो बाबु चाहिँ यस्तो छ, सबै आफै बोक्न मन पराउँछ ऊ चाहिँ। पछाडि पछाडि सरेको छ पुन्टु। बच्चाहरू खुल्ला ठाउँदेखि चाहिँ कति रमाउँछन्, खुल्ला ठाउँ नभएर पनि होला। मेरो बाबुलाई चाहिँ भिडियो बनाएर पोस्ट गर्नु भने चाहिँ साह्रै मनपर्छ। नानीलाई चाहिँ त्यस्तो मन पर्दैन, बाबुलाई चाहिँ एकदमै मनपर्छ भिडियो बनाउनलाई। जहाँ गए पनि खालि भिडियो बनाइदिनु मन छ। भिडियो बनाउनु भनेपछि हुरुक्कै। मेरो बाबुलाई चाहिँ जहाँ अप्ठ्यारो ठाउँ छ त्यहीँ चढ्नुपर्छ। अनि उसको दिदीलाई चाहिँ कति पिर लाग्छ फेरि भाइ लड्छ भनेर सबभन्दा पहिला नै ऊ समाउनु पुग्छ फेरि। हामीले चाहिँ दर्शन गरिसकेपछि यसरी भिडियोहरू खिच्यौँ। अनि बच्चाहरू चाहिँ थाकेर नानी र आमा चाहिँ बसिराख्नु भएको छ।
सबै सिद्धेपछि चाहिँ भिडियो खिच्देऊ भनेको भिडियो चाहिँ यसरी हल्लाएर खिच्दैछु नानीले। हाम्रो चाहिँ आजको दिन यसरी बित्यो साथीहरू। बाई बाई।